Suzu, how is the coffee? Suzu, coffee कस्तो थियो? Coffee मिठो थियो है? सोभाले चाहिँ खाएन। It's nice product from China border. China है? And we really like यहाँ the चाहिँ coffee. कफी चाहिँ मिठो रहेछ। सो अरू बेला त्यस्तै हो। हामी यहाँ फेरि ब्याक टु छोसाङ 6:15 टी टाइम। अब यहाँबाट हामी मार्फा जाने हो। जमसम बजार है यो चाहिँ। हामी फाइनली अप्परबाट अब जमसम आइसक्यो। सेल्फी दिँदै भिडियो बनाउँदै हुनुहुन्छ ल। जमसम बजार 12 बजे आवाज सरर। ए हजुर घर हाम्रो दोलखा के हो नि। भिडियो बनाउने सिस्टम पनि बबाले स्वर महादेव नै छ। ल जमसम बजार 12 बजे आवाज सरर। ए हजुर घर हाम्रो काठमाडौँ होइन जहिलेको लागि। ब्याक टु मार्फा। झोम रे कुनै जोम गेट भइहाल्यो बुढा। तल हो क्या? यहीँबाट हो जेरी गल्ली जाने है भने होइन उतार गएन। उतार तलबाट जानुपर्छ। जम्मू त्यो खै। सो हामी चाहिँ आजको नाइट स्टे होटल मार्फा जोम एन्ड रेस्टुरेन्टमा। सो दिस इज द एन्ड अफ डे 3 बसाइ मार्फामा। आजको बसाइ मार्फामा। लेट्स चेक इट आउट व्हाट्स इनसाइड। हेलो लेट्स सी हाम्रो रुम नम्बर 2222। वाइफाई पासपोर्ट यतिको सुविधा चाहिँ हुनु पऱ्यो। आज गुटुङ नेट चल्नु पऱ्यो। दिस इज आवर रुम। यहाँ टिकटक स्ट्रिट पनि छ। स्ट्रिटको नाम फरक छ। यो टिकटक स्ट्रिट। फोन खोइ मान्छेलाई एडिट गर्छु मान्छेलाई एडिट गर्ने कस्तो यस्तो छ साथीहरू हो हालत। मेरो पेट गयो। हेलो गुड मर्निङ फ्रम मार्फा भिलेज। आज चाहिँ डे 4 अनि हाम्रो भ्लगर केटी चाहिँ यहाँ जुत्ता लाउँदैछ अनि सुजु यहाँनेरि ऐना हेर्दैछ राम्री हुँदैछ। अनि त्यसपछि यो चाहिँ हाम्रो रुम हो। वी आर गेटिङ रेडी टु वेयर शेर्पा ड्रेस इन जेरी गल्ली।
This is the day 4 looks of me, Sawa, and then Suzu. Now we are going. Kata going भने चाहिँ we are going. We are here in Marfa right now. So अब चाहिँ हामी जेरी गल्लीतिर जान्छौँ. राति पनि गएको जान त. सो अब फेरि मर्निङमा मुस्ताङ गल्ली जाने. अनि थाहा भएन शेर्पा ड्रेस लाउन चाहिँ भन्छौँ भिडियो बनाउँछौँ. So this is for today. No responde pero siempre tira un like y eso me tiene pensando she likes me. Si te quedas conmigo vamos a hacer twin. जेरी गल्लीमा स्याउ किन्दै नेपाली पर्यटक हपाल्जु के किनेको तिमीले जेरी गल्लीमा आएर अनि स्याउ लाने कि नलाने स्याउ पनि हो मा स्याउ देखाउँछु है यस्तो मजाले के भन्छ होला यसमा उषा पौडेल छ नि जसरी बनाउँ न भिडियो वहाँ उस पहाड़ के हवा में एक नशा सा था और वो नशा इश्क था. मैंने अपनी जिंदगी में पहले इतनी खुशी महसूस ही नहीं की थी. प्यार हो गया था मुझे और मैं सबको उस पहाड़ की चोटी से चिल्ला चिल्ला के ये बात बताना चाहती थी. लेकिन सबसे ज्यादा मैं जाऊ उडेर जाऊ होस गयो के सुजु हैन नि अब हामी हट स्प्रिङमा नुहाएर निस्केको. सो तपाईहरुलाई देखाउँछु यहाँनिर हसुरी हट स्प्रिङको देखाउँछु यहाँनिर बोर्ड चाहिँ. अनि सुजु नुहाएर मजा आयो. पानी कस्तो थियो तातो थियो है न्यानो थियो. भाइ हामी कहाँ आएको रे खाना खाना भन्देऊ त. हामी ताजमहल कुन ठाउँ भन्देऊ त. हामी बेनीमा. ओके बेनीमा हाम्रो के हो ताजमहलमा लन्च हो कि डिनर हो. लन्च हो लन्च भन न पढ्ने बेला गोठा लगाएको जे भए पनि लन्च होइन हाम्रो. हामी डिनर पोखरा होइन पोखरामा कहाँ अरे पोखरा हामी रुद्र होटलमा हामी फन पार्कको अगाडि. अब हामी जान्छौँ एकछिनपछि बागलुङ कालिका दर्शन गरेर अनि जान्छौँ पोखरा सिधै पुम्दीकोट शिवजीलाई भेट्न डाँडामा जान्छौँ. अनि त्यसपछि आउँछौँ अनि त्यसपछि घुम्नु पर्ने ठाउँ घुम्छौँ. भोलि बिहान तालबाराई दर्शन गर्छौँ. त्यसपछि रकेट पार्ट 4 बनाएर काठमाडौँ जान्छौँ.